नमस्ते सबैजनामा नलेज इन्साइट च्यानल्समा तपाईँलाई सम्पूर्णलाई स्वागत छ। आज हामी विराटनगरसम्म जाँदैछौँ। कन्सिस्टेन्ट रूपमा भिडियो हालिराख्नुपर्ने हुनाले यो पर्सनल ब्लगहरू पनि मैले यही च्यानल मार्फत यसमा हालिराखेको छु। आज यो अब विराटनगरसम्मको यात्रा इक्जाम लेखेर आउनुपर्ने छ। त्यस पछाडि फेरि यहाँ हाम्रो स्किल सेवाको एउटा फेस्ट रहेछ, त्यो फेस्ट पनि एटेन्ड गर्ने हाम्रो प्लान थियो। विराटनगर जान्छ। आवश्यकता पर्छ कि भन्ने कुराले गर्दाखेरि एउटा यो फेस्ट पनि हामीले एटेन्ड गर्नुपर्छ जस्तो लागेर हामी यहाँ आएका छौँ। त्यसको लागि यहाँ इन्ट्री चाहिँ फ्री रहेछ, तर यो घर निर्माण सम्बन्धी सम्पूर्ण पर्याप्त सुविधाहरू एटेन्ड गरेछौँ। पहिल्यैदेखि यो स्किल सेवाको चाहिँ म फलोवर भएर यसको एउटा भिडियो देख्दै गर्दाखेरि मैले यहाँसम्म आएको नि त। यहाँहरूलाई नि भिजिट गराउनेछु, के रहेछ भनेर म तपाईँलाई देखाउँछु। यो चाहिँ रिडेभलपमेन्ट अफ जनकपुर धाम बस टर्मिनलको प्रोटोटाइप रहेछ। अब यो चाहिँ एग्रिकल्चर रिसर्च सेन्टर स्वायर भनेको ग्याप एन्ड जालीहरूदेखि लिएर अनि त्यो वायरहरू जिआई वायरहरू बेच्छ भने यस स्टलले चाहिँ यो फेभिकलको मङ्गलम पाइप्स पनि रहेछ। अनि यो पिकन भनेको चाहिँ नयाँ इलेक्ट्रिकल आइटम होला सायदै, अनि डिजिटल पेन्ट्स पर्छ। हामीले स्किल सेवाको त्यो फिस्ट पनि एटेन्ड गरेर फर्क्यौँ। एउटा सामान्य कमर्सियल पर्पजको लागि बनाउनु भएको फिस्ट हो। राम्रै रहेछ, डिजाइन्सहरू नयाँ नयाँ देख्न पायो। नयाँ नयाँ डिजाइनहरूदेखि लिएर हरेक कुराहरू
उहाँहरूको एप्लिकेसन अब नयाँ लाग्यो, त्यसको लागि अब त्यही फेसले अरू अब कमर्सियल पर्पज कमर्सियल बिल्डअप गर्ला भन्ने आश अब हेरौँ। हामीलाई पनि केही नयाँ सिक्न पाउँछौँ कि भनेर गएको थियो, कतिसम्म पाइयो र पनि अब अलिकति उहाँहरूको केही कमजोरी पनि थियो। त कमजोरी त अब हामीले जानेको त त्यो वेल म्यानेज अलिक थिएन, को कता गयो के गर्यो त्यस्तो धेरै डाटा पनि को कताबाट आएको डाटाहरू थिएन। अनि अरू अब भनेको यसको राम्रो पक्ष भनेको चाहिँ अब डिजाइनहरू राम्रो थियो। अब मार्केटरहरू होलसेलरहरू पनि उहाँहरूसँगै रहेछन्, त्यो पनि गर्न पाएँ, बुझ्न पाएँ, धेरै कुराहरू गर्न पाएँ। त्यसको लागि यस्तो डिफ्रेन्ट छ, राम्रो ओभरअलमा राम्रो छ। स्किल सेवाको नयाँ तरिका अब नयाँ अरू ठाउँ लोकेसन पनि गर्नुहुन्छ होला त्यो वेल राइट। अब ल आजको लागि चाहिँ यहाँबाट स्किल सेवाको यात्रा पनि गऱ्यौँ, टेस्ट पनि हेऱ्यौँ, इक्जाम पनि लेख्यौँ। सकेर आज यहाँ आएर बसेर एकछिन किन आइरहेको यो प्लान्ट रहेछ, प्लान्ट एकछिन अब्जर्भ गऱ्यौँ है। त्यसको लागि लगभग हाम्रो भ्लग अन्तिमतिर आयो। अब हामी बेलुका पनि भयो, धेरै हिँड्यो, आज सुट पनि गर्न पाएन। अब त्यो के अरे इक्जामले गर्दाखेरि लङ टाइम। अब नेक्स्ट एपिसोडतिर कन्टिन्युटी दिँदै हामी तपाईँलाई फेरि भेट्नेछौँ अर्को एपिसोडतिर। लामो अलिक राम्रो र अलिक रमाइलो राम्रो पर्सनल भ्लग्स प्लस एडुकेसनल भ्लग्सहरू पनि यो नलेज इन्साइट्स मार्फत आउने नै छ। तपाईँहरूलाई यसमा के कस्तो तपाईँहरूको प्रतिक्रिया हुन्छ कमेन्ट गर्नु होला। अब तपाईँहरूलाई मन पऱ्यो के गर्नु सेयर गर्नु होला। धन्यवाद।